र गाइस फेरि मेरो ब्लगमा स्वागत छ हजुरहरूलाई। फेरि जङ्गलमा चिल्दा सिधा के भन्नु, यता दर्पण लाग्न थाल्यो। बानर त्यो यता मन्की भन्नु, बानर के भन्नु, मन्की हाम्रो हनुमान बाबा थियो। दर्पण लाग्न थाल्यो, फेरि खतरनाक थियो, तन्नै थियो नि। फेरि एकेरे म थिएँ, के गर्नु, एक्लै थिएँ। अब बेकार अट्याक गर्थ्यो अनि म कहाँ भाग्थेँ भन्नु, चारैतिर जङ्गलैहरू हो। यो हाम्रो यतिकै यो जङ्गलमा म एक्लै फेरि आज अहिले बुवाइएर छु भन। अब हेर, साथीभाइको सङ्गतमा हुन्थ्यो भने म फेरि यति घुम्न पनि पाउँथिनँ। यो जङ्गलको बिचमा पनि जान सक्थिनँ। फेरि यो बानरलाई पनि हेर्न पाउँथिनँ। साथीभाइको सङ्गत छोडेँ, आफै हेर्न गएँ। कहीँ पनि जान्छौ भने नि साथीभाइको सङ्गतमा धेरै नबस्नु होला। सबको आफ्नै आफ्नै दुनियाँ हुन्छ। तिम्रो पनि मन केही न केही त हुन्छ होला। काहीँ जाम, काहीँ हेरौँ, काहीँ घुमौँ। हाम्रो चारैतिर के भन्नु, हाम्रो यो जङ्गलमा चारैतिर हुन्छ केही न केही। हाम्रो साथीभाइहरू पनि यताउति होला। म यति ध्यान दिँदिनँ कसैको माथि, किनकि म अरूको इन्ट्रेस्टै राख्दिनँ। सबैतिर अब जङ्गल हेर्ने हो, घुम्ने हो। के भन्नु, आज मलाई त खाएर अहिले भर्खर आएको। पिकनिक ठाउँमा एक्लै घुम्नु हो। पिकनिक कहीँ पनि जान्छौ भने नि एक्लै घुम्नु। एक्लै घुम्यो भने सबैतिर हेर्न सक्छु, सबैतिर जान पनि सक्छु। आफ्नो मन हुन्छ, आफैतिर जाने हो। अरूको भरोसा हुँदैन। माया योसँग जानु, योसँग गर्नु, यति इन्ट्रेस्टै नगर्नु कसैको माथि कि योसँग गएपछि मात्रै हामी घुम्न सक्छौँ। होइन, आफै पनि घुम्न सक्छु। जङ्गल कहीँ पिकनिक गयो भने साथीभाइहरूसँग मेरो एउटा ग्रुपमा जान्छु भने यति राम्रो लाग्दैन। एक्लै जाऊ, एक्लै घुम। मेरो हिसाबले एक्लै घुम। चारैतिरको अनुभव लिन सक्छु। एक्लैमा कस्तो फिलिङ आउँछ। सधैँ त साथीभाइ त साथ दिँदैन होला हामीलाई।